नमस्कार, यो अर्को भिडियोमा यहाँलाई स्वागत छ। अहिले चाहिँ हामी झापाको बिर्तामोड सिटीमा छौँ। बिर्तामोड बजारमै छौँ। यहाँ चाहिँ हाम्रो दाइले पहिले पनि तपाईँको चाहिँ हामीबाट एउटा तान खरिद गर्नुभएको थियो, जुन चाहिँ अहिले तपाईँहरूले यो भिडियोमा देख्दै हुनुहुन्छ। र उहाँले काठको तानमा पनि पहिलेदेखि नै बुन्दै हुनुहुन्थ्यो। त्यस पछाडि उहाँले यो हाम्रो हामीबाट चाहिँ यो गियर भएको तान चाहिँ मगाउनु भयो र उहाँले चाहिँ अहिले साडी बुन्दै हुनुहुन्छ। पहिले चाहिँ खाडी बुन्नुहुन्थ्यो र त्यसै गरी यो अहिले जुन देख्दै हुनुहुन्छ यो चाहिँ उहाँले फेरि एउटा अर्को तान चाहिँ मगाउनु भएको छ। उहाँलाई चाहिँ अब राम्रो हुँदै गएपछि त्यसै गरेर चाहिँ अब तपाईँलाई धागो लाउने तपाईँको चाहिँ नि उहाँले वार्डबिन मेसिनहरू पनि मगाउनु भएको छ। जस्तै तपाईँले देख्दै हुनुहुन्छ हामीले धागो लाएर उहाँले ट्रेनिङ पनि दिन्छौँ फ्रीमा। हामीले उहाँले ट्रेनिङ दिँदैछौँ। यो जुन धागो लाउने सिस्टमहरूदेखि लिएर तपाईँको तरिकाहरू यो वार्डबिन ड्रम पनि उहाँले लिनुभएको र उहाँलाई हामीले ट्रेनिङ पनि दिँदैछौँ। यसरी नै उहाँले चाहिँ कारखानाको रूपमा चाहिँ अहिले विकास गरिसक्नु भएको छ उहाँको यो सानो उद्योगलाई। पहिले चाहिँ काठमा सिम्पल थियो भने अहिले चाहिँ उहाँले पुरै उद्योगै बनाइसक्नु भएको छ। तपाईँहरूले पनि अब यो किसिमको चाहिँ वार्डबिन ड्रमहरू तपाईँको लिनुभयो भने हामी फ्रीमै ट्रेनिङ दिन्छौँ। तपाईँले यस किसिमको तानहरू लिनुभयो भने हामी फ्रीमै सिकाइदिन्छौँ कपडाहरू बुन्न। उहाँले साडी बुन्दै हुनुहुन्छ। यो तानमा बुनेको साडीको फिनिसिङ चाहिँ एकदम राम्रो आउने भएकोले गर्दाखेरि पनि बेच्नलाई कुनै समस्यै छैन। र उहाँलाई हामीले यसरी नजानिन्जेलसम्म चाहिँ उहाँलाई यसरी धागो बेर्न सिकाउने सिस्टमहरूदेखि लिएर सबै कुरो चाहिँ हामीले त्यही तान अथवा वार्डबिन ड्रम किने बापत त्यही पैसामै हामी सिकाइदिन्छौँ, फ्रीमै सिकाइदिन्छौँ। बाहिर गएर सिक्दाखेरि हजुरलाई पैसा लाग्छ। त्यसैले पनि हामीले साथसाथै कपडाहरू पनि लिने गरिदिएका छौँ हजुरहरूलाई चाहिँ सहज होस् भनेर।